गुरुलाई चाहिँ काठमाडौँबाट पक्राउ गरेर ल्याएको। यो घटनामा उनकै संलग्नता कसरी हुन सक्छ, प्रहरी नै यसमा आश्चर्यचकित बनेको थियो। अन्त्यमा प्रहरी अपत्यारिलो रहस्यमा पुग्यो। गोलीकाण्ड श्रीनिवासाचार्यको आफ्नै योजना थियो। हातमा हान्नु भन्नुभएको थियो, तपाईँहरूको मिस भयो त्यहाँ। तपाईँहरू चाहिँ अनि कतिमा चाहिँ तपाईँहरूको सौदा भएको थियो? पैसा लिने दिने भएको थिएन? अनि पैसा लिने दिने भन्ने पनि आएको थियो कुरा? देश र धर्मको लागि भन्नुभयो। कुन धर्मको लागि? हिन्दू धर्म। जान्दिनँ तयारहरूको यो चाहिँ हतियार चाहिँ कहाँबाट ल्याउनु भयो? हजुर कहाँबाट ल्याउनु भयो? हतियार मसँग पहिले थियो, दाइजोले स्वयंले नै चाहिँ मलाई गोली हाल भन्ने हिसाबले चाहिँ उहाँले चाहिँ भन्नुभएको भन्ने कुराहरू आएका छन् उहाँको बयानमा। त्यस्तै गरेर लक्ष्मीराज हामीले चाहिँ अब उहाँलाई जुन पक्राउ गरे